केले मेरो फोन खिच्नु अब बिस्का जात्रा चाहिँ भोलिदेखि सुरु हुन्छ हैन। त्यसपछि एकैचोटि 4 गते भोलि चाहिँ 2 बजेदेखि धुलीखेलमा बिस्का जात्रा आरम्भ है। आरम्भ ल आजदेखि चाहिँ धुलीखेलमा धुलीखेल बिस्का जात्रा तथा सिन्दुर जात्रा सुरुवात हुँदैछ। 2081 12 महिना 31 गते आज चाहिँ 5 बजे पहिलो बिस्का जात्रा रथ निकालिनेछ। यहाँ चाहिँ अहिले बिस्का जात्राको रथ तयारी गरिँदैछ र साथै आज 5 बजे नानी भगवतीलाई भगवती मन्दिर परिसरमा ल्याइन्छ। त्यसपछि नानी भगवती आफ्नो आमाको काखमा विराजमान गराएपछि बलि दिएको भोजलाई समय बजीको रूपमा ग्रहण गरी भैरवनाथको मूर्तिलाई ओटोल गणेश स्थानमा लगी 3 पटक परिक्रमा गरी रथमा विराजमान गराइन्छ र राति 8 बजे चाहिँ जात्रा व्यवस्थापन समितिका पुजारीद्वारा पूजा गरी बजार परिक्रमा गर्दै कोर्खिलमा रहेको अवस्थित भैरवनाथ मन्दिर प्राङ्गणमा पुर्याइन्छ। चाहिँ मध्यरातमा चाहिँ जात्रा व्यवस्थापन समितिका पुजारी र नेवारी गुरुजुको उपस्थितिमा जागरण बसी मध्यरातको समयमा होम गरी बलि दिइनेछ र भोलि नयाँ वर्ष 2082 1 महिना 1 गते बिहान धुलीखेल गोकुलेश्वर मन्दिरबाट खाली रथमा लगी देवता लिन गइनेछ। त्यसपछि धुलीखेल गोकुलेश्वर मन्दिरबाट देवता सहितको रथलाई ओटोल गणेशस्थान ब्यान्जु परिवारको आँगनमा राखिनेछ र कोर्खेलमा अवस्थित सिदेवमा भालेको बलि दिई 1 थोपा पनि रगत नचुहाई भैरव मन्दिरमा पराई भैरवको मूर्तिलाई रगत चढाइने गरिन्छ र भोलि दिउँसो भैरवनाथको रथ लिन 4 वटा भाले पूजा गरी बलि दिई उपस्थित भक्तजनहरूलाई भोज खुवाई भैरवनाथको रथलाई पुनः बजारमा ल्याउने र लङ्कानामय मन्दिर परिसरमा राख्ने गरिन्छ। त्यसपछि 7 बजेतिर कोजु परिवारको पूजापछि रथलाई पुनः बालकुमारी मन्दिर लाने र पुजारीको घरको पूजापछि बालकुमारी मन्दिरमा 5 वटा माछा चढाई भैरवनाथको रथलाई महादेवको रथसँग जुदाउन लाने गरिन्छ र सरस्वती मन्दिर ओटोल गणेश मन्दिर नारायणस्थान र चोच्चेटोलमा 3 पटक रथ एक आपसमा जुदाएर सो समयको जात्रा समापन गरिन्छ। त्यसपछि एकैचोटि 2082 1 महिना 4 गते 2 बजेतिर यहाँ भैरव रथ र महादेवको रथ पुनः मर्मत गरी भोज खुवाइन्छ। त्यसपछि सरस्वती बजारमा लगिन्छ। स्थानीय कालु समुदायको परिवारबाट विशेष पूजापछि सिन्दुर जात्रा गरिन्छ। यो चाहिँ ठीक 4 गते 2082 4 गते 3 बजे हुन्छ। त्यसपछि सरस्वती मन्दिर ओटोल गणेश मन्दिर नारायणस्थान र चोच्चेटोलमा 3 पटक रथ एक आपसमा जुदाउँदै सिन्दुर जात्रा गरिन्छ र बेलुका 7 बजेदेखि राति 7:30 बजेसम्म यो कार्यक्रम चलिरहन्छ र भैरवनाथ र महादेवको रथमा क्षमा माग्दै पूजा गरी अन्तमा देवता यथास्थानमा राखी जात्रा सम्पन्न गर्ने गरिन्छ 8 बजेतिर।